एन्टिबडीको क्लासिफिकेसन हेरौँ है त आज। आउनुहोस् म तपाईहरुलाई क्लासिफिकेसन सजिलोसँग सिकाउँछु। क्लासिफिकेसन जानुभन्दा अगाडि एन्टिबडी भनेको के हो अलिकति हेरौँ है त। एन्टिबडी इज अ प्रोटिन produced by plasma cells that recognize and eliminate bacteria, virus, other harmful substance. अब यो कस्तो खालको प्रोटिन हो त? दिस इज अ ग्लाइकोप्रोटिन। अब ग्लाइकोप्रोटिनमा के हुन्छ त भने सुगर र एमिनो एसिड मिलेर ग्लाइकोप्रोटिन बनेको हुन्छ। यति कुरा चाहिँ थाहा पाउनुपर्छ। र यो एन्टिबडीको सेप कस्तो हुन्छ भन्दा वाइ सेपको हुन्छ। र अब यो एन्टिबडी र एन्टिजिन, एन्टिबडी त थाहा पाउनुभयो, एन्टिजिन भनेको के हो त? एन्टिजिन भनेको चाहिँ एउटा के हो त? चोर हो भने एन्टिबडी भनेको चाहिँ एउटा पुलिस हो। अब एन्टिजिनको विरुद्धमा एन्टिबडी बन्दछ, यो हामी सबैलाई थाहा छ है। जस्तै घरमा चोर नआइकन पुलिस त आउँदैन नि, चोर आयो भने पो पुलिस आउने भयो त, बोलाउने भयो नि त। हो त्यस्तै हाम्रो शरीरमा पनि एन्टिजिनको विरुद्धमा एन्टिबडी बन्दछ। अब पुलिसको काम के हो त? पुलिसले के गर्छ त भन्दा त्यो चोरलाई रिकग्नाइज गर्छ, एट्याच गर्ने भयो हैन, त्यो चोरले आफूलाई नराम्रो गर्ला भनेर चोरबाट प्रिभेन्ट गर्ने भयो र चोरलाई हटाउन अथवा इलिमिनेट गर्न खोज्ने भयो नि त। त्यस्तै काम एन्टिबडीले गर्छ, रिकग्नाइज गर्छ एन्टिजिनलाई, एट्याच गर्छ, बाइन्ड गर्छ, इलिमिनेट गर्छ है। यति काम चाहिँ एन्टिबडीले गर्ने भयो। अब यसको क्लासिफिकेसन कसरी सम्झिने त? हाम्रो मेन टपिक भनेको क्लासिफिकेसन भनेको थिएँ मैले हैन। क्लासिफिकेसनलाई कसरी सम्झिने त? मैले एउटा ट्रिक बनाएको छु, एकदम लङ लास्टिङ होस् तपाईहरुलाई भनेर। त्यो ट्रिक के हो त? गेम खेल्नु भएको छ है तपाईहरुले। जिन्दगीमा कसैले जसले पनि एउटा न एउटा गेम त खेल्छ। हो यसलाई गेम भनेर सम्झिनु होला है। अब सबभन्दा पहिला गेममा लेटर के आउँछ? जी, आइजिजी। यो चाहिँ सबभन्दा मोस्ट अबाउन्डेन्ट इन ब्लड, प्रोभाइड लङ टर्म इम्युनिटी, क्रस द प्लेसेन्टा। द्याट मिन्स न्युनेट गेट प्यासिभ इम्युनिटी फ्रम मदर्स भनेको चाहिँ आइजिजी हो है। त्यस पछाडि आइजिए। आइजिए भनेको चाहिँ यसलाई इन्ट्रान्स एन्टिबडी पनि भनिन्छ, किनभने यो मोस्ट अफ द इन्ट्रान्समा पाइन्छ। जस्तै नेजल सेक्रेसनमा, ब्रेस्ट मिल्कमा, सलिभामा जस्ता बडी फ्लुइडहरुमा चाहिँ आइजिए पाइन्छ है। अब आइजिएम, एम भनेको चाहिँ सबभन्दा इन्फेक्सन हुँदा सबभन्दा पहिला आउने एन्टिबडी भनेको आइजिएम हो हैन। यो चाहिँ बिग हुन्छ, यसको डिफेन्स चाहिँ स्ट्रङ हुन्छ। त्यस पछाडि हाम्रो आइजिई, ई भनेको यसलाई चाहिँ इमर्जेन्सी एन्टिबडी पनि भनिन्छ। किन त भन्दा यो एलर्जिक रियाक्सनमा सबभन्दा पहिला आउँछ र प्यारासाइटिक इन्फेक्सन हुँदा पनि सबभन्दा पहिला आउँछ। त्यही भएर यसलाई इमर्जेन्सी एन्टिबडी भनेर पनि भनिन्छ। अर्को रहेको छ आइजिडी। यसले चाहिँ के गर्छ त भन्दा बी सेललाई एक्टिभेट गर्ने काम गर्छ र यसलाई सम्झिन सजिलो होस् भनेर डोन्ट स्ट्रेस द्याट वान भनेर पनि भनिन्छ। तपाईहरुले मेरो यो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला, मेरो टिकटकलाई फलो गर्नु होला, साथसाथै मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र मेरो फेसबुक पेजलाई पनि तपाईहरुले फलो गर्नुभयो भने यस्तै राम्रो भिडियोहरु ल्याएर तपाईहरुलाई केही हदसम्म भए पनि सहयोग गर्न सक्नेछु भन्ने मलाई लाग्दछ। सबैजनालाई धेरै धेरै धन्यवाद।